Mobile मैले अघि Durera एउटा भिडियो Futo. बनाएको थिएँ कि मेरो मोबाइल झरिरहेछ भन्दै थियो नि मैले होइन, त्यो एक्ज्याक्टली सेम भयो कि होइन। बरु मैले एकछिन भिडियो चाहिँ नबनाए हुने रहेछ। अब मलाई घाटा लाग्यो कि अहिले भर्खर झरेर हेर्नु नि यस्तो भयो भने, ओ माई गड म के गर्ने कि अब यो, म त साइको हुन लागिसक्यो भने। अब यो मोबाइल मलाई रुन मन लागिसक्यो कि अब यो फेरि बनाऊ है। अस्ति भर्खर पनि अब यो मेरो यस्तरी त बिग्रेको छैन कि, फर्स्ट टाइम नै हो होइन। यो खासमा चाहिँ अघि त नि अडिरहेको थिएन कि, मैले नै हो जबरजस्ती अड्याउनको लागि यसको कभर चाहिँ बाहिर निकालेर यो हालेँ कि यत्तिकै, अनि झऱ्यो। अब यो टायरमा झिर्पै भयो भने म कस्तो, मलाई रुन मन लागिसक्यो भने। यो मेरो फर्स्ट नै हो कि मेरो यो आइफोन, त्यो नि मैले लोन गरेर किने हो कि खासमा यो आइफोन। अनि त्यो भएर म रुनै आँट्नु भइरहेछ। तर अहिले म बनाउँदिनँ, मेरो यसमा टिकटक नि चलिरहेको छैन कि, खोइ किन हो पनि होइन। अब अहिले त्यस्तै भएर हो कि अब यो झरेर हो थाहा भएन होइन। अलिकति गाह्रै भइरहेछ भने मलाई यो पचाउनलाई। हेर्नु न झिप्पै छ भने कि, ओ माई गड माथिसम्म पुगिसक्यो। के हो यो, म यस्तो केयरलेस कसरी भयो यार, यस्तो त पागल हुन लागिसक्यो भने। फेरि यो बनाउनु पर्यो, खर्च कसले दिन्छ, कसरी ल्याउने। बल्ल बल्ल एउटा माइक्रोफोन यसो किनेको थियो है, अब यो पनि गयो। अब ठिकै छ, हेरौँ के हुन्छ होइन। अब काम त गर्नु पर्यो।